अर्को तरिका पनि छ डुप्लिकेसन हटाउने। त्यो डुप्लिकेसन हटाउनलाई चाहिँ हामीले के गर्नु पर्यो भने एक्सेलमा भएको फङ्सन युज गर्नु पर्यो। त्यो फङ्सन युज गर्नलाई चाहिँ हामीले के गर्नु पर्यो सबैभन्दा पहिला भने इक्वल्स टु थिच्नु पर्यो। अनि यो चाहिँ प्रायः चाहिँ विन्डो 365 मा हुन्छ, अरू भर्जनमा नहुन सक्छ। विन्डो 365 मा चाहिँ हामीले यसरी पनि डुप्लिकेसन हटाउन सक्छौँ। इक्वल्स टु थिचेर त्यहाँ युनिक भन्ने युएनआई हान्यो भने त्यहाँबाट युनिक भन्ने फङ्सन छ, त्यसलाई हामीले क्लिक गर्ने। त्यसपछि कुन चाहिँ हामीले डुप्लिकेसन हटाउने हो त्यो रो वा कोलमलाई सिलेक्ट गरौँ। यहाँ चाहिँ हामीले कोलम एचलाई सिलेक्ट गर्नुपर्ने छ। हामीले कोलम एचलाई सिलेक्ट गरिसकेपछि इन्टर थिच्यो भने चाहिँ यसले चाहिँ हाम्रो डुप्लिकेसन हटेको या हाम्रो युनिक हाम्रो जुन चाहिँ डुप्लिकेसन छ त्यो सिट पनि छँदैछ साइड बाई साइड। हामीले चाहिँ यसमा चाहिँ युनिक आइटमहरू पनि पाउन सक्छौँ। अब यसमा हामीले चेन्ज गऱ्यौँ, मानौँ कि अब यहाँ कुनै एडिसनल नयाँ डुप्लिकेसन आइटम आयो भने पनि अटो यो चाहिँ चेन्ज हुन्छ। जस्तै यहाँ हामीले चाहिँ अब 90 को सट्टा 91 हाल्थ्यौँ भनेपछि अटोमेटिकली 91 अपडेट हुन्छ। थ्याङ्क यू।